सबैमा नमस्कार। म भानुभक्त हाल पोल्यान्ड वार्सादेखि आज चाहिँ एउटा इम्पोर्टेन्ट खबर भनौँ के भनौँ हजुरहरूलाई बताउन गइरहेको छु। तपाईँ पोल्यान्डमा बस्दै हुनुहुन्छ भने हजुरसँग सेन्टेन्डर ब्याङ्कको एकाउन्ट छ भने खाता खोल्नु भएको छ भने अब यही नोभेम्बर 17 तारिकभित्र तपाईँले त्यहाँ गएर एउटा फर्म भर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा हामी म अनि यहाँ विशाल कहाँ हिँडेको सेन्टेन्डरमा होइन। सबैलाई नमस्कार। हजुर हामीलाई चाहिँ तपाईँको देश गरिब भएर देश स्ट्रङ छैन, देशमा नेताहरू भ्रष्टाचार भएपछि हामीलाई विदेश आएपछि पनि दुःख हुन्छ। त्यसैको फर्ममा मेरो देशमा भ्रष्टाचार छ, मेरो देशमा यसरी पैसा पठाउनु पर्छ भनेर गएर फर्म भरेर सिग्नेचर गरेर आउने हो। तपाईँको पोल्यान्ड अधिराज्यभरि नेपालीहरूलाई मात्र सेन्टेन्डर ब्याङ्कले मात्र नेपालमा यस्तो करप्सन छ यस्तो छ भनेर यतिसम्म दुःख दिन्छन् हामीलाई। के गर्नु, नेपालमा नेताहरूले दुःख दिन्छन्, यहाँ आयो अब त्यस्तो नेपाली भनेर दुःख दिन्छन्। हामी नेपालमा जन्मिनु चाहिँ भाग्य नभएको है। त्यही भएर अब यही नोभेम्बर 17 तारिकभित्र त्यहाँ गएर आफ्नो खाता नवीकरण र सिग्नेचर गरेर आउनलाई त्यहाँ मेसेज आएको थियो। अनि हामी दुई भाइ आज हिँड्दैछौँ। अब त्यहाँ गएर सबै खाता नवीकरण गरेर अनि त्यसपछि फेरि त्यहाँबाट फेरि ड्युटी जाने हो। ल है त अहिले हामी सिग्नल त्यसपछि नवीकरण गरेपछि ड्युटी जाने। त्यहाँ के हुन्छ फेरि हामीहरूले फेरि अपडेट गर्नेछौँ, कसो गरेर भर्नुपर्ने छ त्यो हामी फेरि बताउनेछौँ। अहिले हामी तपाईँहरूले सेन्टेन्डर ब्याङ्क खोल्दाखेरि पहिला जुन लोकेसन हाल्नुभएको छ त्यो लोकेसनदेखिबाट टाढा हुनुहुन्छ भने सेन्टेन्डर ब्याङ्कको कोही पनि ब्रान्चमा गएर तपाईँ भर्न सक्नुहुन्छ। तपाईँसँग मेसेज आएको छैन भने पनि तपाईँ त्यहाँ गएर नत्र तपाईँको पहिलाकै लोकेसनमा हुनुहुन्छ, तपाईँले ब्याङ्क खोल्दा जुन लोकेसन दिनुभयो भने त्यहाँ लेटर पनि आउँछ, लेटर आएको हुन्छ, त्यो चिठी फर्महरू आएको हुन्छ, तपाईँले त्यहीँ भर्न पनि सक्नुहुन्छ। तर बाइचान्स यताउता हुनुहुन्छ भने तपाईँ नजिकैको शाखा ब्रान्चमा गएर यो फर्म भर्न पऱ्यो। के गर्नु, जहाँ पनि हामीलाई त दुःख। नेपालमा गयो एउटा केही व्यवसाय गर्न छ भने यहाँदेखि त्यहाँदेखिबाट त्यहाँ भन्छन्, यहाँ पनि त्यही हो। ल अब ब्याङ्क खाता खोल्न नेपालीलाई यति दुःख हुन्छ यहाँ। ल अहिलेलाई हामी यति नै, के हुन्छ अपडेट गर्दै गर्छौँ। ल बाई।